मैले बनाएँ क्या रन्जना के खाएको तिमीले चोचेको मासु हानिदिइरहेछ नि आमा यो भात चाहिँ कसले पकाइदियो बुवा यो मासु सुँगुरको मासु पकाउने तपाईँको ठुलो हात छ नि यो 81 सालको चाहिने तिहार साह्रै नै रमाइलो छ यो लामो लामो मासु हो पिस यहाँ जान्ने छ आजको सबै बुवाले लेङलेङ गर्नुहुन्थ्यो कति मिठो पकाउने खाने खाने ल आमा यो अन्डा दिन्छ यो सधैँभरि बुवाले चाहिँ ए भात पकाउनु जानेन सब्जी पकाउनु जाने भन्नुहुन्थ्यो आज भुवाको पालो छ कस्तो छ टेस्ट ल खाएर ल रन्जना बुवाको टेस्ट पकाएको अहिले मासु टेस्ट कस्तो छ चम्चामा दिइहाल्नु नि चम्चा दिइहाल्नु हामीले यो है हाम्रो चाहिँ यो अब सानीले अन्डा आटा छ अन्डा हामी है यहाँ बसेर खाने कहाँ बसेर खाने दादा बसेर खाने ल हो र रन्जना बुवाले पकाएको मासुको टेस्ट कस्तो छ बुवा खाएर खोइ त बुवाले खाएर भन्नुहुन्छ है भने त कल्पना यो भात निकाल त अलिक म त खान्दैन भात आउँदैछ बोले हेर्नु पर्छ न दुई 2021 सालको चार एकदम राम्रो भयो मासु हेर्नु मासु यस्तो तरिकाले पकाउनु पर्छ बुवाले यो बाच्चाले यो सुँगुर नमरेको भए सुँगुरले पनि खाइदिन्थ्यो मासु यस्तो मिठो मासु छ हेर्नुहोस् सुँगुर यसरी बाच्चाले यो सुँगुर चाहिँ चाल पाएको भयो नि यो मासु यस्तो मासु छ भन्नु चाहिँ त्यो सुँगुर पनि उठेर आउँथ्यो एकचोटि खाइदिउँ न बुवाले पकाएको मासु किन भन्दैछ यो हो नि त अन्त त्यो सुँगुरको मासु कमला यस्तो दाई मासु खाँदा खानु